धेरै कुरा अहिले सबै समाचारदेखि लिएर हुन्छ नि This is the entrance for the international airport. We're just waiting for the permit. हाम्रो चाहिँ प्रमिटलाई आर्मी सर हुनुहुन्छ तर फोन लाउँदै हुनुहुन्छ क्लोज एकदम क्लोज टाइममा आइपुगेछ कि ड्युटी ओपिनियन अब यो ट्राई गर्दैछ कति सक्छ हुँदैन नेपालमा जे नै हुन्छ कि हुँदैन आज हामीहरू पोखरा एयरपोर्टमा चाहिँ आज हामी छिरिरहेछ है अहिले चाहिँ यो इन्जिनियर बस्ने सर होइन इन्जिनियर बस्ने पोखरामा लास्टमा एयरपोर्ट बन्ने नै भयो आर्मीहरू चाहिँ कता बस्छ दाइ ए है यो चाहिँ पक्का सबै कन्ट्र्याक्टरहरू हुन्छ नि ए चाइनिज ए एयरपोर्ट गेटमा भिडियो गर्छ नि टोपी लाउन लागि आइपुग्यो हामी आयो जस एयरपोर्ट बन्ने नै भयो लास्टमा कन्फर्म बन्ने भयो अब चाहिँ पोखरा इन्टरनेसनल फाइनली है आज सोच लगाएर भित्र छिरियो है लागौँ होइन दाइ लागौँ त फेरि लागौँ यता नजाउँ ए हो ए हो ए हो ए हो त्यसरी प्रोजेक्ट चाहिँ पछि रनवे त्यो साइड हो कि अनि यो चाहिँ इन्ट्रान्स हो कि है यो इन्ट्रान्स हो यो चाहिँ इन्ट्रान्स हो इन्ट्रान्स हो नि त है हजुर इन्ट्रान्स आज चाहिँ पानी पर्ला जस्तो छ मौसम हजुर यो चाहिँ इन्टरनेसनल एयरपोर्ट हो पोखराको भविष्यको अब चाहिँ पोखरामा दुईवटा एयरपोर्ट हुनु एउटा डोमेस्टिक एउटा डोमेस्टिक नि बन्द गर्छ कि एउटै मात्रै होला होइन गर्दैन होला दुईटै हुन्छ है काठमाडौँ जस्तै हुन्छ होला है काठमाडौँ जस्तै बोल्नै दाएर बोल्नुहोस् कि पूर्ण रूपमा चाहिँ राजधानी चाहिँ घोषणा गर्ने पछि भविष्य देखिएको छ इन्टरनेसनल एयरपोर्ट बन्ने कुरो पनि निदो भइसक्यो अब सञ्चालन भइसक्यो सञ्चालन सुरु भइसकेको छ खुसी खबर पोखरेलीहरूको लागि पोखरेलीहरूको लागि त यो एकदम साथीहरूको खुसीको कुरो हो विकासको लागि चाहिँ सुनौलो र खुसीको खबर कुरो यो पश्चिम अञ्चलमा 50 वर्ष भइसकेको छ नि यो त खास त इस्टाब्लिस गरेको कि होइन 40 वर्ष 40 वर्ष 40 वर्ष 40 वर्ष यतातिरको सबै त मिल्यो होला नि त्यो के भन्थ्यो नि जग्गाहरूको मुद्दा त्यो हिसाब किताब मिलिरहेछ भइरहेछ यताको नजिकको केही रोपनीहरू हटाउने केही छ कि छैन के बढाउने खासै रोपनी सोपनी अब बढाउने कुरो छैन जति थियो लिनुपर्ने थियो अब त्योभन्दा अगाडि चाहिँ अब यो रनवेको लागि चाहिँ यता भनेपछि यो पहिला जस्तो त्यो यहाँको बासीहरू हुन्छ नि निकै सक्रिय भएर बन्द गर्ने हुन्छ नि त्यस्तो नि भयो नि होइन रोपनीको हिसाबले सक्रिय अब अहिले त्यस्तो छैन अहिले चाहिँ राम्रो छ वातावरण त्यो बाबु छै छैन होला होला नि किन छ नि किन त्यस्तो त्यो बोलेपछि चाहिँ त्यो फरक पर्दैन तिनीहरू इन्जिनियर मान्छे राम्रो छ ऊ बसिरहेको छ